अब चुनाव एकदमै नजिकै छ हजुर हैन चुनावमा भाग लिनु मात्र ठुलो कुरा होइन तर विकास निर्माणका एजेन्डा के छन् अब योभन्दा अगाडि पनि हामीले धेरै कुरा भनिसकेका छौँ यसपटक हामीले दुईटा कुरालाई अलि बढी प्राथमिकता दिएका छौँ पहिलो सडक सञ्जाल विस्तारकै कुरा दोस्रो गुणस्तरीय शिक्षा प्रणाली कसरी अगाडि बढाउने र स्वास्थ्यमा सुलभता जनताले सेवा सुविधा कति चाँडो पाउने भन्ने कुरालाई मुख्य बनाइएको छ अब सडक सञ्जालको सन्दर्भमा कुरा गर्दा रुकुम पूर्व विकासको हिसाबले धेरै ठाउँमा हामीले फड्को मारिसकेको छ विकासले सिस्ने सडक पुग्न बाँकी छ मैले त्यही कुरा गर्दैछु हैन त्यही कुरा गर्दैछु जस्तो अहिले हामीले एकदम प्राथमिकता दुईटा सडकलाई एउटा तपाईँको रुकुमकोट भालुखाप्चे प्वाङ सिस्ने हुँदै डोल्पा जोड्ने सडक अर्को शहीद मार्ग हुँदै शहीद मार्ग सडक खण्ड अन्तर्गत नै भनेका छौँ हामीले तकसेरा हुकाम मैकोट भएर डोल्पा सहरतारासम्म जाने सडक र दीर्घकालीन हिसाबले त्यसलाई चाइनासँग जोड्ने सडकको रूपमा चाहिँ विकास गरिनुपर्छ भनेर हामीले भनेका छौँ यो दुईटा सडकलाई चुनावमा मात्र होइन नेपाली कम्युनिस्ट पार्टीले प्राथमिकताका साथ उठाएको मुद्दा हो मुद्दा मात्र होइन यसलाई हामीले व्यावहारिक रूपमा पनि कम्तीमा ओडासम्म जुन जुन ओडामा सडक पुगेको छैन अबको 1-1.5 वर्षभित्र सडक पुर्याउने योजना बनाइएको छ जनयुद्धको समयमा हजुर घाइते हुनुहुन्छ हजुर हैन शहीद परिवारहरू हुनुहुन्छ हजुर उहाँहरूको लागि के कस्तो योजना गरिराख्नु भएको छ अब यस्तो छ अब शहीद परिवारको हकमा शहीद भएका कमरेडहरूको शहीद परिवार पनि हुनुहुन्छ विपन्न पनि हुनुहुन्छ र पार्टीको ध्यान त्यहाँ पुगेको छैन पार्टीले पनि हेरिराखेको छैन समाजले पनि जति सक्दो गरिरहेछ तर शहीद परिवार हिजोको विपन्न परिवार र अहिलेको राजनीतिक प्रतिस्पर्धामा जोडिएर अघि बढ्ने सन्दर्भमा उहाँहरूलाई व्यवस्थापकीय समस्या जे जति आइराखेको छ त्यो समस्याहरूलाई पार्टीले संस्थागत गर्ने जिल्ला पार्टीले पालिका पार्टीले र वडा पार्टी र सेल कमिटीसम्म जाँदा समस्याको पहिचान गर्ने र त्यो शहीद परिवार हो कि विपन्न परिवार हो यसलाई व्यवस्थित गरेर जाने भन्ने छ र जनयुद्धको घाइते केही दीर्घकालीन घाइते कमरेडहरू हुनुहुन्छ उहाँहरूको उपचारमा चाहिँ गम्भीरतापूर्वक जिम्मेवारपूर्वक हामीले के सोचेका छौँ भने यसपटक हामीले जिल्लाको बैठक बसेर दीर्घकालीन घाइते साथीहरू जसको उपचारमा पार्टीले ध्यान दिनै पर्नेछ उहाँले व्यक्तिगत गोजीको पैसाले गर्न सक्ने अवस्थै छैन राज्यले हेरिता राखेको छ राज्यले हेर्दा हेर्दै पनि अवस्था दयनीय बन्दै गइराखेको छन् त्यस्तो कमरेडलाई पार्टीले आन्तरिक कोष खडा गरेर भए पनि उपचारलाई प्राथमिकता दिने र उहाँहरूको जीवन निर्वाहको निम्ति पनि केही व्यवस्थापन गर्ने सोचेको छ अनि जनयुद्ध आफैमा कठिन हजुर र आमूल परिवर्तनको एउटा महत्त्वपूर्ण अंश थियो हरेक बलिदान हरेक जस्तो शहीदकै कुरा गऱ्यौँ हामीले उहाँहरूको परिवारका कुराहरू गऱ्यौँ यो सबै कुरा जोडिँदै अहिले वर्तमान यो समयमा आउँदा पनि कति विभिन्न परिवारहरू लथालिङ्गै छन् हैन हजुर अबको चुनाव पछाडि तपाईँहरूकै सरकार हुँदाखेरि यो गर्नुहुन्छ भनेर कसरी हामी सहमति हुन सक्छौँ त अब सहमत किन हुनुपर्छ भने यसअघि कमरेड प्रचण्ड नेतृत्वमा बनेको सरकार जुन सरकार हामीले पूर्ववर्ती सरकारले केही कुरा मानिदिएन शहीद परिवार र द्वन्द्व पीडित परिवारको निम्ति लिएका केही निर्णयहरू कार्यान्वयन गर्न नदिने कुरालाई गम्भीरतापूर्वक हामीले हेरेका पनि छौँ र अहिले हामीले के तयारी गरिराखेका छौँ भने पार्टीको आन्तरिक जीवनलाई सुदृढ नगरी पार्टीले आन्तरिक रूपमा सुदृढ नबनाइकन ती मुद्दाहरूलाई बाहिर फेस गर्न कठिन बनेको छ हामीलाई जस्तै शहीद परिवारको हकमा फागुन 1 फागुन 14 21 को सन्दर्भ जोडेर देशैभरि शहीद परिवार भेटघाट शहीद परिवार सम्मान कार्यक्रम चाहिँ गर्ने भन्ने पूर्ववत हाम्रा निर्णयहरू छन् सधैँ नै गर्दै आएका छौँ भने यसलाई अहिले हामीले मैले भन्दैछु सम्भव होला रुकुम पूर्वको हकमा हामीले फागुन 1 लाई जिल्लाभरिका शहीद परिवार भेटघाट गर्ने शहीद परिवार सम्मान गर्ने पनि योजना बनाएका छौँ र सँगसँगै घाइते र बेपत्ता परिवारलाई पनि भेटघाट गर्ने र जे समस्या छन् त्यसलाई पार्टीगत रूपमा समाधान गर्न पनि कोसिस गर्ने भन्ने सोचेको छ भने देशैभरिको शहीद परिवारको हकमा र अझ तपाईँले भनेको जस्तै शहीद परिवारलाई एउटा सम्मान पत्र दिएर एउटा खाडा लगाइदिएर मात्रै हुँदैन एउटा दोसल्ला ओढाएर मात्रै हुँदैन उहाँहरूको सन्ततिले गरेको अमूल्य बलिदान जसको हिसाबै छैन त्यो बलिदानले प्राप्त गणतान्त्रिक सरकारले आगामी सरकारमा हाम्रो पार्टी गएको सन्दर्भमा मलाई के विश्वास छ भने यो पटकको निर्वाचनमा जेनजीको मुद्दाहरू जे छन् ती सबै मुद्दामा पनि करिब 18 वर्षदेखि हाम्रो पार्टीको मूल नेतृत्वले नै त्यसलाई लिड गरिराखेको हुनाले अब बन्ने सरकार कुनै न कुनै हिसाबले हामी नेतृत्व गर्ने ठाउँमा पुग्छौँ भन्ने मलाई आशा छ यदि हामी त्यो नेतृत्व गर्ने ठाउँमा पुग्यौँ भने दीर्घकालीन रूपमा
राज्य र विद्रोही दुवै पक्षबाट शहादत प्राप्त गरेको शहीद भएको जुन सङ्ख्या छ त्यसलाई त्यो परिवारलाई दीर्घकालीन रूपमा कहिल्यै पनि त्यो समस्या उठान नगर्ने गरी मिलाउने सोचेको छ। त्यो हाम्रो सम्भव पार्टीले छ। त्यो योजना बनाउँछ, सम्भव सम्भव छ। छ। देश लाग्दा सिङ्गो देशका राजनीतिक दलहरू सहमति गरेर जाँदा त्यो सम्भव छ। सम्भव बनाउन त्यसको पहलकर्ताको भूमिका हाम्रो पार्टीले गर्छ। धन्यवाद महत्त्वपूर्ण समयको लागि।